युद्धमा प्रयोग हुने हतियार हो भनेर अहिले एसएलआर अर्ध स्वचालित हतियार हो। त्यसमा एकसाथ 18वटासम्म गोली लोड गरेर 300 मिटर टाढासम्म हान्न सकिन्छ र इन्सास एउटा हतियार। अनि इन्सास चाहिँ एसएलआर भन्दा सानो हतियार हो। यो युद्धमा प्रयोग हुने घातक हतियार हो भन्ने 25 वर्षसम्म कैद हुन सक्ने मुद्दा त उहाँहरूले लगाउँदै हुनुहुन्छ। तपाईले दिएको अनुमतिमा निहत्था नागरिकलाई गोली लाग्छ भने त्यो अनुमति दिने निकायलाई कारबाही गर्नुपर्छ कि पर्दैन? प्रमाणित हुन्छ भन्ने मैले चाहिँ देख्दिनँ। त्यस्तोबाट भागेर गएको होइन, त्यस्तोबाट नसमातेपछि गएको, भगाइएको। के लेखेको छ भनेर संविधान सभाका सभासदले पढे, यो संविधान दफावार पढे, थाहा छ? तपाईले गणतन्त्र लेख्दै लेख्नु भएको छैन यहाँ भनेर हुन्छ? खोइ 72 तपाईले भनेर हुन्छ? यस संविधानलाई नेपालको संविधान भनिनेछ, 72 भनिनेछ, खोइ कहाँ छ? 2072 भन्नुभयो भने अहिले डोनाल्ड ट्रम्पले अस्ति राष्ट्रपति भएपछि नेपाल फ्रड भनेर जे भन्नुभयो त्यसलाई त्यो प्रमाण हो। यो संविधान सभामा अब लागू गर्यौं भन्दाखेरि नीलो रङमा देखाउनु भयो नि, बाइबल कलरमा। गम्भीर आरोप लगाउँदै हुनुहुन्छ तपाईले। आरोप रे, यो आरोप हो। त्यही लेख्नु भएको छ। मैले लेखेको जे देखेँ त्यो भने मात्रै हो। मेरो आरोप संविधानलाई बाइबलको तरिकाले देखाइयो। तपाईले राखेको विचारलाई चाहिँ संविधानले संरक्षण गर्ने, मैले राखेको विचारलाई चाहिँ संविधानले संरक्षण नगर्ने त होइन। नागरिकको राज संस्था प्रतिको विचार चाहिँ अरु बढेर गयो, झन स्ट्रङ भयो, झन स्ट्रङ भयो। बल पो तपाईसँग होला, विचार त मसँग छ नि। राजाको श्रीमतीको नाउँमा देशको सम्पूर्ण सम्पत्ति लुटेको छ भन्दा राजाले कसैलाई पक्रेर थुनेन। तर अहिले जनताबाट निर्वाचित प्रधानमन्त्रीजीको कम्बोडिया बैंकमा यसरी पैसा थुपारेको छ भन्दा त दुर्गा प्रसादजीहरूलाई त त्यतिखेर पनि थुनियो नि। ती सबै काण्डहरूमा तपाईहरुले कसलाई पक्रेर कारबाही गर्नुभयो? एउटा जिल्ला स्तरीय कार्यकर्ताले 25औं करोड सम्पत्ति जम्मा गर्ने कस्तो कम्युनिस्ट व्यवस्था होला? जसले राजा भन्ने देखेकै छैन, राजतन्त्र भन्ने थाहै छैन, त्यो राष्ट्रिय झण्डा र हिन्दुत्वको झण्डा बोकेर राज संस्था जिन्दाबाद भनेर किन हिँड्यो होला? अहिले कांग्रेस एमाले माओवादीका छोराछोरीहरू अब राज संस्था जिन्दाबाद भन्न पाउँदैन त? संविधान आफै फास्ट ट्र्याकबाट मान्य सदस्यहरूले पढ्न नपाएर जारी भएको छ। बिल्कुलै त्यो सरकारको पूर्वाग्रह हो, त्यसमा फेरि विवाद छैन। र आपराधिक बलको प्रयोग, विचार बल प्रयोग गरे, अपराधको बल होइन। अहिले हामी बोलिरहेछौँ विचार बल। न्यायिक छानबिन भयो भने त प्रहरीमाथि पनि छानबिन गर्नुपर्छ, आयोग बनाउनुपर्छ, गृहमन्त्रीमाथि, प्रधानमन्त्री स्वयं पनि तानिनु होला। होइन, तपाईको सरकारले अनुमति दिएर म काम गर्न जाँदा तपाईका पार्टीका मान्छे आएर बाघ जस्तो झम्टिएर त्यो आन्दोलन उत्तेजक भएको कि? पशुपतिमा सुनको जलहरी चढाउनु भएको छ केपी शर्मा ओलीजीले, उहाँ गणतन्त्रको प्रधानमन्त्री भएर। मानव धिक्कार, खोइ मानवाधिकार, खोइ मानवाधिकार। त्यही मान्यलाई यहाँ हतकडी लगाइराखेको छ। त्यही मान्य संसदभित्र त मलाई पक्रेर देखायो भनेको छ नि त, त्यसलाई फेरि पक्रेको छैन नि त, के बात? विशुद्ध वैचारिक आन्दोलन थियो। यसलाई उत्तेजक र हिंस्रक बनाउने काम राज्यतर्फबाट भयो। प्रधानमन्त्रीजीले भने जस्तो बाघ जस्तो झम्टिन गएका मान्छे छन् कि? अनि भाटबटेनीमा एक बोतल बियर लिन जान्छ? हामीसँग संवादको क्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई हुनुहुन्छ, यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। तिनकुने घटनाले अब नयाँ मोड लिएको छ, जसो गरेर चाहिँ राजावादी पक्षधार भनिएका जनकमान्डर दुर्गा प्रसाई पक्राउ परे। चैत 15 गतेको घटना अब कसरी अगाडि बढ्छ? चैत 15 गतेको घटना अब कसरी अगाडि बढ्छ भन्दा पनि चैत 15 गते भएको घटनामा राज्यको प्रस्तुति कसरी जान्छ र साथसाथै नेपालमा संवैधानिक राज संस्थाको पुनर्स्थापनाको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने कुरामा एउटा चासो जिज्ञासा हुनु स्वाभाविक हो। र 15 गतेको घटना जुन प्रकारले घटना घट्यो, त्यो घटना घट्नुमा के त्यो आन्दोलनकारी अथवा प्रदर्शनकारी को मात्रै जिम्मेवारी छ कि भिडलाई उत्तेजित र अराजक बनाउने कुरामा राज्यको तर्फबाट काम कार्यवाही भएको छ? त्यो कुराको बारेमा हामीले हेर्यौं भने निश्चित रूपमा जे जति मानिसहरूको जम्मा भएको थियो होला, ती मानिसहरू त सबै शस्त्रविहीन थिए।
कसैको हातमा बन्दुक गोली बारुद हतियार त थिएन, निहत्था थिए, निहत्था नागरिकहरू जम्मा भएका थिए र राज्यले सुरक्षाको प्रत्याभूति दिनका लागि भनेर 2000 भन्दा बढी सुरक्षाकर्मी परिचालित गरेको ठाउँमा त्यो विध्वंस कसरी भयो? त्यो राज्य असफल भएको होइन? गृह प्रशासन फेल भयो। म यसमा गृह प्रशासन भन्दा पनि राज्य प्रशासनलाई निवेदन गर्ने। नेपाल सरकारले, मैले राज्य भने, नेपाल सरकार त भोलि अर्को सरकार आउला, पर्सि अर्को सरकार। राज्य प्रशासन जे छ त्यो राज्य प्रशासनले किन शान्ति सुरक्षा निर्वाह गर्न गरेन? सकेन होइन। घरको छतबाट टियर ग्यास प्रहार हुने जुन कुरा आम सञ्चारमा देखियो, त्यसलाई जति नै राज्य पक्षबाट ढाकछोप गर्न लागे पनि आखिर त्यो त देखियो नि। त्यो त नागरिकको तर्फबाट, मानिसको तर्फबाट त भएको कुरा होइन। र एउटा पत्रकार रजक शर्मा समथिङ भन्ने मानिस, एबी न्युज, सुरेश रजक भन्ने मानिस, जुन कोठामा आगो लागिराखेको थियो त्यो कोठाको बाहिर तालचा कसले लगायो? यो कुराले गर्दा राज्यले जनताको, नागरिकको सुरक्षाको जिम्मेवारी त पहिलोचोटि लिनु पर्यो। र फेरि के भने, यो धवल शमशेरजीहरूलाई, रविन्द्र मिश्रजीहरूलाई म्याथप गर्ने सिलसिलामा मैले सम्मानित अदालत समक्ष त्यो म्याथप गर्ने सिलसिलामा भनेको थिएँ, स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गरेर यो अहिले खास गरेर राजावादीको कार्यक्रम आदि इत्यादि यो जे जति भने पनि राज संस्था पुनर्स्थापना जनआन्दोलन समिति, जसको संयोजक नवराज सुवेदीजी हुनुहुन्थ्यो अथवा हुनुहुन्छ, त्यो समितिले गरेको कार्यक्रम होइन यो। त्यसमा ऐक्यबद्धता गर्नलाई मात्रै त्यो समितिको संलग्नता भएको हो। यो कार्यक्रम दुर्गा प्रसाईजीको राष्ट्र राष्ट्रियता बचाऊ महाअभियान समितिले गरेको कार्यक्रम हो। त्यो कार्यक्रममा जाँदाखेरि अब अनुमति त राज्यले दियो, सरकारले दियो, स्थानीय प्रशासनले दियो, 2000 सुरक्षाकर्मी पनि पठायो। 2000 सुरक्षाकर्मी पठाएर तपाईले दिएको अनुमतिमा निहत्था नागरिकलाई गोली लाग्छ भने त्यो अनुमति दिने निकायलाई कारबाही गर्नुपर्छ कि पर्दैन? सुरक्षा निकाय के हेरेर बस्यो त? सिडिओ साहबको गैर जिम्मेवारी त देखियो। किनभने स्थानीय प्रशासनले अनुमति दिएको। अनुमति दिएपछि घरको छतबाट टियर ग्यास प्रयोग हुन्छ, गोली बन्दुक र बारुद के जनतासँग थियो? र फेरि के भने, अहिले आम सञ्चारमा जे आइराखेको छ कि त्यहाँ एसएलआर राइफल प्रयोग भएको छ, इन्सास राइफल प्रयोग भएको छ। मैले त जान्दिनँ, त्यो देखिएको छ, थुप्रै भिडियोहरू आएका छन्। होइन, त्यो देखिनु मात्रै होइन। म लोकतन्त्र टाइम्सलाई के निवेदन गर्दैछु भने, त्यो युद्धमा प्रयोग हुने हतियार हो अरे। प्रश्न यहाँ छ। त्यो भनेको त्यो हतियार नर्मल आन्दोलनमा प्रयोग गर्न मिल्दैन र त्यो युद्धमा प्रयोग हुने हतियार हो भनेर अहिले एसएलआर अर्ध स्वचालित हतियार हो। त्यसमा एक साथ 18वटासम्म गोली लोड गरेर 300 मिटर टाढासम्म हान्न सकिन्छ र इन्सास एउटा हतियार। अनि इन्सास चाहिँ एसएलआर भन्दा सानो हतियार हो। यो युद्धमा प्रयोग हुने घातक हतियार हो भन्ने आछ। भनेको यो आम नागरिकले गर्ने आन्दोलनमा प्रयोग गर्न मिल्दैन। आम नागरिकले गर्ने फेरि पनि स्थानीय प्रशासन ऐन 2028 को दफा 6 को क ख ग को व्यवस्थाले त्यसरी आन्दोलन उत्तेजित अराजक हुन खोज्यो भने माइकिङ गर्नुपर्छ। अनि अब त्यो अश्रु ग्यास स्यास आदि इत्यादि गर्दा पनि भएन भने घुँडा मुनि तपाईहरुलाई गोली प्रहार गर्छु त होइन भने तपाईहरु पछाडी हट्नुस् भनेर माइकिङ गर्नुपर्छ। स्थानीय प्रशासन ऐनको जिम्मेवारी। त्यो गतिविधि भयो? कसैले भनेथे? ड्याम 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 गोली चले। गोली पनि
समय व्यतीत भएका डेट एक्सपायर रबरको गोलीहरू चल्यो। राज्यले के नागरिकहरूमाथि के प्रहार गरे? अब यहाँले अगाडि निवेदन गर्नुभए अनुसार अब अगाडि कसरी जाने भन्ने कुरा हुँदा यो संविधानले तपाईलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्छ। त्यो विचार तपाईले राखेको विचारलाई चाहिँ संविधानले संरक्षण गर्ने, मैले राखेको विचारलाई चाहिँ संविधानले संरक्षण नगर्ने त होइन। तपाईले गणतन्त्रको विचार राख्न पाउनुहुन्छ, मैले राज संस्थाको विचार राख्न पाउँदिन। तपाईले साम्यवादी विचार राख्नुहुन्छ, उसले प्रजातन्त्रवादी विचार राख्न पाउँदैन। र विचारलाई विधानले छेक्दैन। विधानले विचार छेक्ने हो भने 47 सालको संविधान पनि त थियो नि, छेक्यो त त्यो संविधानले विचारलाई, परिवर्तन भयो त। नेपालको संविधान 2019 पनि थियो नि, छेक्यो त। यसकारण विचारलाई जब तपाईँ बलपूर्वक छेक्न खोज्नुहुन्छ अनि द्वन्द्व हुन्छ, अनि परिवर्तन निम्तिन्छ। अनि होला तपाईले जस्तो हामी भारतकै उदाहरण हेरौँ, महात्मा गान्धीले अहिंसात्मक आन्दोलन भन्नुभयो होइन, र सुभाष चन्द्र बोसहरूले त सशस्त्र आन्दोलनको दुईटै आन्दोलन पनि चलाएको थियो। तर अहिले सुभाष चन्द्र बोस भन्दा सायद महात्मा गान्धीको हैसियत त आफ्नो ठाउँमा होला नि, होइन? भारत स्वतन्त्रता सङ्ग्रामका नायक त उहाँलाई नै भनिन्छ होला, फादर अफ इन्डिया भनेर भनिन्छ होला। यस कारणले गर्दाखेरि चाहिँ यो वर्तमान युगमा राज्यले गरेको बर्बर कार्यवाही हो र यसले गर्दा नागरिकको राज संस्थाप्रतिको विचार चाहिँ अरू बढेर गयो, झन् स्ट्रङ भयो। बल पो तपाईँसँग होला, विचार त मसँग छ नि। तर कतिले भनिरहेका छन् राज संस्थाको अब यो एजेन्डा नै शिथिल भयो, मानिसहरू डराउन थाले। को आउँछ अब सडकमा? राज संस्थाले भोलिको दिनमा आन्दोलनै गर्यो भने हामीले देख्यौँ बल्खुममा पनि सामान्य प्रस्तुति थियो। अब मानिसहरू डराउन थाले राज संस्थामा वकालत गर्नको लागि। अब राज संस्थामा वकालत गर्नका लागि डराउन थाले, तपाईँले साह्रै ठिक भन्नुभयो। डराउन थाले, मान्छेको विचार बदलियो, विचार चाहिँ बदल्या छैन। आज डरायो होला, भोलि स्थिर हुन्छ होला, पर्सि अर्को कुरा हुन्छ होला। तर यो राज्य प्रणाली अन्तर्गत जे नेपाली नागरिकहरूले जुन खालको डेलिभरेसन अथवा एक थरी यो संविधानका पक्षधरहरू, संविधानका भन्दा पनि गणतन्त्रका पक्षधर साथीहरू नै होइन, यो त व्यवस्थाप्रतिको वितृष्णा होइन, डेलिभरेसन दिन नसकेको कुराको पो वितृष्णा हो, अवस्थाको किनभने व्यवस्था बदल्न होइन, अवस्था बदल्न नसकेको कारणले गर्दा यो कुरा भएको जे भन्नुहुन्छ भनेदेखि देशभित्र वितृष्णा, विकृति, विसङ्गति, भ्रष्टाचार, व्याभिचार, व्यथिति सम्पूर्ण कुरा रहछन् भने अनि व्यवस्था चाहिँ ठिक भयो, यी सबै विकृतिहरू चाहिँ भने यो कसले लिएर आएको? प्रणालीले ल्यायो कि पात्रले ल्यायो? जबसम्म प्रणाली एउटा हुन्छ र त्यो प्रणालीलाई पछाडि लिएर हिँड्ने पात्र, चरित्र, व्यक्तित्व चाहिँ अर्को ढङ्गको हुन सक्दैन हो। यसै कारण अब एकछिनलाई मानौँ न, उदाहरणकै लागि अहिले निर्वाचनको समानुपातिक प्रणाली, आफ्ना निकटका मान्छेहरूलाई करोडौँको नि के गर्ने समानुपातिक साथै जे बदमासी बदतमिजी भएका छन्, त्यो प्रदेश स्तरीय भ्रष्टाचारका जति गतिविधिहरू छन्, यी सम्पूर्ण कुराहरू चाहिँ कसले गरेको, कसले बनाएको? त्यो त यही व्यवस्थाभित्र भयो। यो व्यवस्थाका प्रणेता हुँ, सर्जक हुँ, स्रष्टा हुँ भन्नेहरूले गरे। यसकारणले गर्दा उदाहरणका लागि छोटो उदाहरण, मैले भर्खरै प्रधानमन्त्रीजीको एउटा सम्बोधन झापातिर कतै गरेको सुन्दै थिएँ। हिजो देशमा व्यापक भ्रष्टाचार भयो भनेर 2046-47 को आन्दोलनमा देशको सम्पूर्ण सम्पत्ति त पम्फा देवीले स्विस ब्याङ्कमा लगाएर राखेको छ भनेर तत्कालीन महारानी ऐश्वर्यको बारेमा टीका टिप्पणी गर्यो। राजाले कुनै आन्दोलनकारीलाई पक्रेर थुनेनन्, कुनै नेता नेतृत्वलाई थुनेनन्। तर यिनै दुर्गा परसाईले केपी शर्मा ओलीजीले त कम्बोडिया ब्याङ्कमा $21 करोड लगेर थन्काउनु भएको छ भन्दा उहाँलाई त मुद्दा लगाएर थुनियो।
अनि के रहेछ त? पात्र त हेरियो नि, चरित्र पनि हेरियो। भनेको खासै के परिवर्तन भएन देशमा? परिवर्तन भएन होइन। हिजो त्यत्रो राजा त निरङ्कुश भन्थे। राजाको श्रीमतीको नाउँमा देशको सम्पूर्ण सम्पत्ति लुटेको छ भन्दा राजाले कसैलाई पक्रेर थुनेन। तर अहिले जनताबाट निर्वाचित प्रधानमन्त्रीजीको कम्बोडिया ब्याङ्कमा यसरी पैसा थुपारेको छ भन्दा त दुर्गा प्रसादजीहरूलाई त त्यतिखेर पनि थुनियो नि। भनेको थप निरङ्कुशतामा गयो यो देश। फेरि पछिल्लो अर्को उदाहरण म तपाईँलाई दिने निवेदन गर्ने अनुमति चाहौँ। राजा ज्ञानेन्द्र राज्य सत्तामा आएपछि भ्रष्टाचार निवारण स्थायी आयोग गठन गरे। त्यतिखेर त राजाले नै सर्वोच्च अदालतका न्यायाधीशहरू पनि बनाउँथ्यो। अनि त्यो स्थायी आयोग असंवैधानिक हो भनेर उजुर पर्यो सर्वोच्चमा। सर्वोच्च अदालतले स्थायी आयोग असंवैधानिक भनेर मिनबहादुर रायमाझीजी लगायतका सम्मान्य प्रधान न्यायाधीशजीहरूको इजलासले त्यसलाई असंवैधानिक भने। ज्ञानेन्द्रले त कुनै न्यायाधीशलाई पक्रेर थुनेन। तर केपी शर्मा ओली यिनैले प्रतिनिधि सभा विघटन गर्दा यिनीहरूले राखेका सम्मानित सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर लगायतले प्रतिनिधि सभा विघटन गरेको असंवैधानिक हुन्छ भनेर तपाईँ पुष्पकमल दाहालजी शेरबहादुरजीहरू प्रधानमन्त्री चाहिँ हुनुभयो। अनि चोलेन्द्र शमशेरलाई त महाभियोगको मुद्दा त लगाउनु भयो नि। प्रतिशोध होइन। लोकतन्त्र टाइम्स निरङ्कुशता कि प्रजातन्त्रको कुरा गरिराखेको छु म। त्यो प्रजातन्त्र थियो कि यो प्रजातन्त्र भयो? भनेको आजको दिनमा ओलीजी सबैभन्दा बढी निरङ्कुश पात्र हुन् भनेर भन्दै हुनुहुन्छ तपाईँले? होइन, ओलीजी निरङ्कुश सबै यो पद्धति के रहेछ? पद्धति अनुसारको चरित्र गर्नु, प्रणाली अनुसारको चरित्र हुन्छ। प्रणाली यही ल्याउनु भएको रहेछ नि। यही प्रणाली ल्याउनु भयो, यस्तै भयो। होइन भनेदेखि यति धेरै ललिता निवासलाई अथवा हजारौँ जे काण्ड अनि ती सबै काण्डहरूमा तपाईँहरूले कसलाई पक्रेर कारबाही गर्नुभयो? भरिया, बिचौलिया, तर मुख्य पात्र त्यति मात्रै होइन। म फेरि पनि निवेदन गरौँ, भर्खरै काठमाडौँ अथवा रसुवामा 25 करोड नेपाली रुपियाँ समातिँदाखेरि त्यसको मालिक त नेकपा माओवादीका जिल्ला स्तरीय नेता र कार्यकर्ता रहेछन् भन्ने कुरा देखियो। त्यो कुरा सार्वजनिक त भयो, तर एउटा जिल्ला स्तरीय कार्यकर्ताले 25औं करोड सम्पत्ति जम्मा गर्ने कस्तो कम्युनिस्ट व्यवस्था होला यो? त्यतिसो पनि हुँदो रहेछ होइन? त्यसरी जाँदो रहेछ स्मग्लिङ। रछ होइन मित्र, देखियो। यो तपाईँले गरे होइन, मैले गरे होइन, प्रमाणितै भइसक्यो हो। अनि अब यो कुरालाई अनि अस्ति 25 गते फागुन 25 गते राजालाई स्वागत सत्कार गर्न नेपाली जनता गए, युवाहरू गए। देशमा गणतन्त्र कार्यान्वयन गर्यौं भनेको 20 वर्ष भयो। तपाईहरूको अथवा यो आन्दोलन अथवा यो गणतन्त्र कार्यान्वयन गरेको बेलामा जन्मिएको एउटा बच्चो अहिले 20 वर्षको युवा हो, जसले राजा भन्ने देखेकै छैन, राजतन्त्र भन्ने थाहै छैन। त्यो राष्ट्रिय झण्डा र हिन्दुत्वको झण्डा बोकेर राज संस्था जिन्दाबाद भनेर किन हिँड्यो होला? उसको विचार छैन। उसले त राजतन्त्र भोगेकै छैन, देखेकै छैन। र फेरि के भने हिजो पञ्चायतमा पनि सम्पूर्ण पञ्चहरूका, राष्ट्रिय पञ्चायत अथवा जिल्ला पञ्चायत, गाउँ पञ्चायतका त्यो प्रधान पञ्च, राष्ट्रिय पञ्चायतका मान्य सदस्यका छोरा बुहारी नाति पनातिहरू तिनै नै काङ्ग्रेस एमाले माओवादीका सङ्गठनमा थिए। आखिर तिनीहरूले गरेर पल्ट्यो। त्यसकारणले गर्दा अहिले काङ्ग्रेस एमाले माओवादीका छोराछोरीहरू अब राज संस्था जिन्दाबाद भन्न पाउँदैन। विचारको स्वतन्त्रता त हुन्छ। एकैछिन, द कन्स्टिट्युसन इज द चेन्जिङ मोड अफ सोसाइटी। समाजमा किन परिवर्तन हुन्छ भनेदेखि जब जनताको चेतनाको स्तर बदलिँदै जान्छ र यो कागजमा लेखेको अक्षर त बदलिँदैन नि। यो अक्षरले मेरो चेतनाको स्तरलाई सम्बोधन गरेन भने म यसमा बस्दिनँ र आन्दोलन हुन्छ। र विधानले विचार बनाउँदैन, मेरो विचारले विधान बनाउँछ। त्यसकारण यहाँ पनि जब जब विचारको बाहुल्यता हुँदै गयो विधानहरू परिवर्तन हुँदै गए। भनेको अब फेरि त्यो दिन आएको छ, संविधान संशोधन मात्र होइन व्यवस्था पनि उलटफेर हुन सक्छ। संविधान साँच्चै तपाईँलाई म एउटा कुरा भनौँ फेरि पनि, मैले अरू पनि आम सञ्चारको साथीहरूलाई भन्ने गरेको छु,
यो संविधान फास्ट ट्र्याकबाट बन्यो भन्ने कुरा त तपाईँहरूलाई थाहा छ, सबैलाई थाहा छ। हजुर। अनि यो संविधानको प्रस्तावना म निवेदन गर्दैछु। कृपया। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्छौँ। संविधान सभाबाट पारित गरेर जारी गर्नुभयो हो, लेख्यो कसले? संविधान सभाबाट बनाएर जारी त गर्नुभएको छैन, लेखेको कसले? संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्छौँ। कसरी जारी गर्नुभयो, कसरी बनाउनु भयो, म निवेदन गर्दैछु। 601 को संविधान सभामा त्यतिखेरको हाम्रो राप्रपा नेपालका 4 जना सदस्य बाहेक अरू सबै 597 जना मान्छेहरूले यो संविधान जारी गर्यौँ भन्नुभयो। तर कहाँबाट जारी गर्नुभयो? फास्ट ट्र्याकबाट। के लेखेको छ भनेर संविधान सभाका सभासदले पढे, यो संविधान दफावार पढे, थाहा छ? फास्ट ट्र्याक, एकाएक, किनभने व्हिप जारी गर्नुभयो। समितिले बनायो, त्यसपछि जारी भयो। होइन, कसले बनायो? हामीले भनेर हुन्छ समितिले बनायो? तपाईँहरूले त संविधान सभाबाट पारित मात्रै गर्नुभयो र जारी गर्नु। कसले बनायो? समितिले बनाएको होइन यो। कसले बनायो? तपाईँ लेख्नुहोस् न। समितिले बनाउन पाउँदैन नि, संविधान सभाले बनाउनु पर्यो। संविधान सभाले बनायो त। अनि तपाईँहरू जो मान्य सदस्यहरू संविधान सभासद हुनुहुन्थ्यो होला, 7 वर्ष लगाएर बनाएको होइन तपाईँहरूले? यो तपाईँहरूले बनाएको खोइ। अहिलेसम्मको उत्कृष्ट संविधान भन्नुहुन्छ उहाँहरूले, अहिलेसम्मकै राम्रो व्यवस्थित संविधान भन्नुहुन्छ उहाँहरूले। अब यो कति उत्कृष्ट रहेछ भन्ने कुरा म तपाईँलाई फेरि एकचोटि यसैको धारा 274 निवेदन गर्ने अनुमति चाहन्छु। संविधानको संशोधन नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। यो संविधान केमा संशोधन हुँदैन? नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताभन्दा बाहेक संविधान संशोधन हुन्छ भने चाहिँ गणतन्त्र कसरी असंशोधनीय भयो? राजतन्त्र भन्न किन पाइँदैन? गणतन्त्रलाई संशोधन गर्न सकिने रहेछ यो व्यवस्था। होइन, तपाईँले गणतन्त्र लेख्नु भएको छैन यहाँ भनेर हुन्छ। फेरि पनि म तपाईँलाई भन्दैछु, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी गणतन्त्र भन्ने शब्द कहाँ छैन? अनि राज संस्था राजावादीको नि, तपाईँ गणतन्त्रवादी हुने, ऊ राजावादी हुन नपाउने। अनि यो संविधानमा नेपालको संविधान 2072 खोइ 72 तपाईँले भनेर हुन्छ। किन 72 लेखिएन? नेपालको संविधान 2019 भन्छौँ हामी, 2047 भनौँ, अन्तरिम संविधान 2063 भन्छौँ, यसमा 72 किन भएन? यसको पुरा नाम नेपालको संविधान 2072 होइन र? भित्र होला खोइ। अब फेरि भित्र होला, म तपाईँलाई भित्र पनि भनिदिन्छु। संक्षिप्त नाम, प्रारम्भ र खारेजी। यस संविधानलाई नेपालको संविधान भनिनेछ, 72 भनिनेछ। खोइ कहाँ छ? झन् बृहत भयो नि त त्यसो भए नेपालको संविधान। कस्तो राम्रो कुरा गर्नुहुन्छ तपाईँहरू भनेको। यसै गरेर यो कहिलेकाहीँ आम सञ्चारसँग कुरा गर्न मन लाग्छ कि यो संविधान सम्बत 2072 साल असोज महिनाको 3 गतेदेखि प्रारम्भ हुन्छ। कुन संविधान 3 गतेदेखि प्रारम्भ हुन्छ? 2072 को संविधान प्रारम्भ हुन्छ। अब फेरि एकैछिन, बडो गजबको कुरा गर्नुभयो तपाईँले, कृपया। अनि नेपालको संविधान भनिन्छ, 2072 भनिँदैन। किन 72 भनिँदैन? 2072 भन्नुभयो भने अहिले डोनाल्ड ट्रम्पले अस्ति राष्ट्रपति भएपछि
नेपाल फ्रड भनेर जे भन्नुभयो त्यसलाई त्यो प्रमाण हो यो। किनभने नेपालको सङ्घीयता त्यहाँ युएसएआइडीको पैसा ल्याएर ककलले के खाएका रहेछन्, अबदेखि मैले बन्द गरिदिएँ भने तपाईँले 2072 लेखेको भए त्यो विक्रम सम्मत हुन्थ्यो, त्यसले हिन्दुत्व प्रमाणित गर्छ। तपाईँले इस्वी सम्मत लेख्न सक्नु। ओहो होइन, यो संविधानमा नेपालको राष्ट्रिय रङ सिमरिक रातो, नेपालको राष्ट्रिय फुल लाली गुराँस। तर सुभाष चन्द्र नेमाङजी र रामवरण यादवजीले यो संविधान सभामा अब लागू गर्यौँ भन्दाखेरि नीलो रङमा देखाउनु भयो नि, बाइबल कलरमा। किन रातोमा देखाउनु भएन? गजबको कुरा गर्नुभयो। गजबको कुरा होइन यो गजबको कुरै होइन भनेको त्यो सूक्ष्म अध्ययन पनि गरिन्छ, त्यस्तो खालको डिटेलमा गइन्छ। एकछिन, किन 2072 लेख्नु भएन तपाईँले? त्यो निलो कलरको जुन कभर भन्नुभयो तपाईँले, हामीलाई अहिले पनि याद छ, रामवरण यादवजीले यसो उठाएर सुभाषजी र रामवरणजी दुईटैले देखाउनु भएको छ। त्यो निलो कलर राख्नुको पनि कारण थियो। तपाईँले रातो किन राख्नु भएन? राष्ट्रिय रङ सिमरिक रङ किन राख्नु भएन? अनि यसमा चन्द्र सूर्यको झन्डा किन राख्नु भएन? यो त गम्भीर आरोप लगाउँदै हुनुहुन्छ तपाईँले। आरोप रे, यो आरोप हो, त्यही लेख्नु भएको छ। मैले लेखेको जे देखेँ त्यो भने मात्रै हो। मैले आरोप संविधानलाई बाइबलको तरिकाले देखाइयो होइन। किन त तपाईँले यो संविधान हाम्रो देशको यही संविधानले भनेको नेपालको राष्ट्रिय रङ सिमरिक, नेपालको राष्ट्रिय फुल लाली गुराँस, त्यो कलरमा किन देखाउनु? चन्द्र र सूर्य त हाम्रो निशाना नै भयो। किन देखाउनु भएन? 2072 किन लेखिएन? अनि त्यो संविधान सभाका हरेक मान्य सदस्यहरूले यसको दफावार छलफल गर्नुभयो, लेख्नुभयो, टिप्नुभयो, भन्नुभयो। जनताको मत पनि आएको थियो अरे, जनताबाट चाहिँ नि अभिमत लिएर पनि संविधानमा केही कुराहरू राखिएको छ भनिएको छ। हो, जनताको अभिमत लिएर तपाईँले राख्नु भएको छ। 2072 साउन 3 र 4 गते जनताको अभिमत लिने कुरामा एउटा कुनै कार्यक्रममा विद्यादेवी भण्डारीजी पनि उपस्थित हुनुभएको थियो। संयोगले म पनि उपस्थित भएको थिएँ। त्यहाँनिर जनताको अभिमतलाई राखिन्छ, लेखिन्छ जे भनेर जे प्रश्नावली बनाइएको थियो, त्यसमा हिन्दू राष्ट्र, धर्मनिरपेक्ष र सापेक्ष, गणतन्त्र, सङ्घीयताको प्रश्न थिएन। तर पनि जनताले राज संस्था हिन्दू राष्ट्रको पक्षमा जे अभिमत दिएका थिए त्यो पोकै फुकाइएन। एक भने अर्को कुरा त संविधान आफै फास्ट ट्र्याकबाट मान्य सदस्यहरूले पढ्न नपाएर जारी भएको छ। जनताले दिएको त्यो अभिमत तपाईँले कहिले हेर्नुभयो? अर्थै रहेन। अर्थ कहिले हेर्नुभयो? अहिले पनि त्यो पोका जस्ताको त्यस्तै छ होला। होइन, त्यही भनिन्छ। यस कारणले गर्दाखेरि जनताको चेतनाको स्तर परिवर्तन भयो। अब हिजो तपाईँले मलाई मत दिँदाखेरि चाहिँ वाह मलाई त सारा युवाहरूले साथ दिए, म त महान हो भन्ने, जनसमर्थन छ भन्ने। आज तिनै युवाहरूले भने होइन तिम्रो काम कार्यवाही यो त राष्ट्रघात भयो, यो त हाम्रो सभ्यता संस्कृति समाप्त भयो भनेर भने अनि त्यहाँबाट हिजो त्यही महान भएको आज त्यही चोर हुन्छ, देशद्रोही भयो, देशद्रोही हुन्छ। अमेरिकाको क्यालिफोर्नियामा पनि त पशुपतिनाथको मन्दिर त बनाएको छ नि। तर अमेरिकाको क्यालिफोर्नियामा पशुपतिनाथको मन्दिर बनाउने त्यत्रो जान्ने मान्छे काठमाडौँ आएर पशुपतिनाथमा गएर यो हाम्रो देवादिदेव महादेवलाई किन लग्यो? त्यो त नक्कली न रहेछ, डुप्लिकेट न हो। जहाँ पैदाइसी भयो अनि त्यो पैदाइसी त यो न हो। यस कारणले गर्दाखेरि तपाईँले त्यो मूलै नष्ट गर्ने काम गर्नु होइन। अब अहिले हाम्रो झन्डामा चन्द्र र सूर्य राखेको छ। कसले राखे? किन राखे? अहिले नेपालमा घाम लागेको छ, अमेरिकामा त रात पर्या होला।
भगवान श्रीकृष्णले गीतामा के भन्नुभयो भने मेरो दुईटा आँखा भनेको शशि सूर्य नेत्रम भन्नुभयो। शशि सूर्य नेत्रम भनेको शशि चन्द्रमा, सूर्य भनेको सूर्य नै भयो। त्यसकारण हामी वसुधैव कुटुम्बकम पनि भन्यौँ, संसार मेरो परिवार हो भन्यौँ। त्यसकारण हामी यो हाम्रो मान्यता, हाम्रो वैदिक र दैविक दर्शनले हामी अहिले यहाँ घाम लागेको ठाउँमा भने पनि उहाँ चन्द्रमा लागेर देखिरहेका छौँ। त्यो प्रतिनिधित्व गर्छ नेपालको राष्ट्रिय झन्डा। त्यो लिगेसी छ। शशि सूर्य नेत्रम गीताबाट आएको, त्यसलाई समाप्त गर्ने होइन तपाईँ, धर्मनिरपेक्ष हिन्दू राष्ट्र अन्त्य गर्ने होइन तपाईँ। अनि दसैँमा टीका चिलाउनुहुन्छ, आयु द्रोण सुते श्रेयम दशरथे शत्रुक्षयम राघवे भने सम्पूर्ण विगतका राजाको आशीर्वाद लिनुहुन्छ। राघवे रामचन्द्रको जस्तो शत्रुनाश गर्ने, द्रोणका उसको जस्तो चाहिँ के अरे अजर अमर सधैँ रहिरहन्, शत्रुक्षयम ऐश्वर्यम नहुस् राजाको जस्तो ऐश्वर्य होस्, शत्रुक्ष ऐश्वर्यम गतिश्च पवने सूर्यको जस्तो गति होस् भन्नुहुन्छ। अनि त्यही गाईको दहीमा दुध जमाएर टीका बनाएर दही जमाएर टीका लगाउनुहुन्छ, गाई काट्न पाउनुपर्छ भनेर पार्लियामेन्टमा बोल्नुहुन्छ, भोट माग्दा मन्दिरमा गएर माला लगाएर गुरुजीसँग आशीर्वाद लिनुहुन्छ। यो मान्नुपर्ने नेपाली जनताले। अनि 15 गतेको घटना, नेपाली जनतालाई युद्धमा प्रयोग हुने अस्त्रले गोली हान्नु होइन, गोली लाग्यो भन्छन्, होइन गोली हान्नु। गोलीको बुद्धि हुन्छ, म यता गएर लाग्छु भनेर ताकेर हानियो। अब वरिष्ठ अधिवक्ताज्यू, यो देशको अवस्था र व्यवस्था दुवै फेरिँदैछ, त्यही हो। यत्तिकै चाहिँ चल्ने कुरा भएन, फेर्दैन यो व्यवस्था र अवस्थाले देखिएन। किनभने अवस्था मात्र फेर्ने कि व्यवस्था फेर्ने? अघि मैले भनिहालेँ, यो अहिले हामी आम संसारमा कुरा गरिराखेका छौँ, क्यामेरालाई थाहा छ यो को बोलिराखेको छ भनेर, कसले सोध्दैछ भन्ने थाहा पाउँछ यसले? थाहा पाउँदैन। यो त तपाईँले यस्तै प्रणाली हामीले जसरी प्रयोग गर्ने त्यसरी प्रयोग हुन्छ। हो, त्यसैले यसका सर्जक, स्रष्टा र सिर्जनाकर्ताहरू जो हुन्, को चाहिँ काम लाग्यो? भर्खरै शेरबहादुर देउवाजीले योगी आदित्यनाथजीको बारेमा मैले बोलेको कुरा गलत रहेछ भनेर सार्वजनिक रूपमा बोल्दै हुनुहुन्छ। हिजो मात्र के गर्दै हुनुहुन्छ तपाईँ? कहाँ थियो बास अघि म को थिएँ, कसो हुँदा यो पिञ्जरा लिँदो भएँ, कहाँ छ जानु कुन साथ लिकन, तँलाई मालम छ कि यो कुरा? के भन्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? अब चैत 15 कसरी अगाडि बढ्छ? दुर्गा प्रसाद पक्राउ पर्नु भएको छ, बहुत महत्त्वपूर्ण पात्र। यो घटनाको प्रमुख योजनाकार नै दुर्गा प्रसादले भनिएको छ, उहाँ पक्राउ पर्नु भएको छ, के हुन्छ? ठिक छ, उहाँ पक्राउ पर्नु भएको छ र राज्य सत्ता भनेको वीरभोग्य वसुन्धरा, बलियाले खाने र दुब्लाले हिसाब राख्ने। यसैले गर्दाखेरि जहिले जहिले राज्य सत्तामा विकृतिहरू आउँछन्, त्यसको पक्ष र विपक्षमा आन्दोलन चल्दै गर्छ। शेख हसिना बाजेलाई अस्ति भर्खरै हटाउनु भएको थियो क्या, र अहिले म बङ्गलादेश फिर्ता हुन तयार छु भन्नुभएको छ। 6-8 महिना वर्ष दिन पनि मोहम्मद युनिसजीहरूले कति चलाउनु भएन। त्यसकारण अहिलेको जनताको परिवर्तित मानसिकतालाई, राजनीतिक विचारलाई प्रतिनिधित्व गर्न कोही न कोही त अगाडि आउनु पर्यो। त्यसकारणले गर्दा राज्यले सकेसम्म त्यो शक्तिलाई दमन गर्न खोज्छ। जनताको उभार उठेपछि अनि त्यहाँबाट त्यो सत्ता आफै पछाडि जान्छ। तर आजको दिनमा हेर्नुहोस् त, दुर्गा प्रसादको साथमा कोही उभिएनन्। हामीले सडकहरू खाली देखिरहेका छौँ। त्यही दुर्गा प्रसाद जसको पक्षमा हजारौँ जनता उत्रिन्थे, आज पक्राउ पर्दा कोही छैनन् सडकमा। अब अहिले चाहिँ सडकले भन्दा पनि अदालतले निधो गर्ने विषय भयो। अब जस्टिस एकर्डिङ टु ल भन्छौँ हामी। यसैले कानुनको दायराभित्र आएर, कानुनको दायरामा रहेर तपाईँले यो कसुर गर्नुभयो, यो अपराध गर्नुभयो, यो कुरा गर्नुभयो
भन्ने कुरा हुँदाखेरि अब त्यो कानुनको दायरा अन्तर्गत हिजो बिपी कोइरालाहरूलाई पनि त मृत्युदण्डको सजाय हुन सक्ने गरी मुद्दा त लागेकै हुन् होइन र 62-63 को आन्दोलनमा गिरिजाप्रसाद कोइरालाजी लगायतका 7वटा दलहरूले गर्दा 100 जना मान्छेहरूको पनि आन्दोलन थिएन र फेरि दुर्गा प्रसाईजी मैले जानेसम्म है म त्यसरी राम्ररी जान्दिनँ यसो नामले सार्वजनिक टिप्पणीको विषय मात्रै उहाँ कुनै आफू एउटा राजनीतिक दल आबद्ध व्यक्ति होइन त्यसकारण राजनीतिक दल आबद्ध व्यक्ति नहुँदै उहाँको आफ्नो राजनीतिक आदर्श दर्शन के हो अब राष्ट्र राष्ट्रियता धर्म कोनिके आदि इत्यादि बचाऊ अभियानता छ त्यो भनेको विशुद्ध राजनीतिक विषय हो राष्ट्र राष्ट्रियता हिन्दू राष्ट्र बचाऊ भन्ने त त्यो बचाउनका लागि जाने राजनीतिक मार्गचित्र चाहिँ के हो त्यो प्रपर एजेन्डा प्रपर सिद्धान्त चाहिँ उहाँसँग हो त्यसैले पोलिटिकल आइडियोलोजी चाहियो नि किनभने राज्य सत्ता त कुनै न कुनै राजनीतिक दर्शनमै आधारित रहेर चल्छ यसकारणले गर्दाखेरि अहिले त्यसको अस्पष्टताको कारणले गर्दाखेरि पनि होला जस्तो उदाहरणको लागि हामी हेर्छौँ रवि लामिछानेजीको पार्टी त दर्ता छ संसदमा चौथो ठुलो शक्ति पनि हुनुहुन्छ उहाँले राज संस्थाको बारेमा म राज संस्था अथवा मेरो पार्टी हामी राज संस्था पक्षधर हुँ पनि भन्नु भएन र अस्ति शुक्रबार उहाँलाई गिरफ्तार गर्नका लागि अथवा रूपन्देही जिल्ला अदालतको आदेशलाई बदल गरेर बुटोल उच्च अदालतले जे आदेश गर्यो होला त्यो फेरि आफ्नो ठाउँमा छ त्यो गर्नुभन्दा 2 दिन अगाडि गणतन्त्र पक्षधर राजनीतिक दलहरूले बैठक त गर्नुभयो सायद बालुवाटारमा अनि त्यसलाई इङ्गित गर्दै उहाँ पार्टी सभापतिको पद बहाली गर्न जाँदाखेरि यो नक्कली गणतन्त्रवादीसँग बसेर मलाई फोटो खिचाउने रहर छैन भन्नुभयो उहाँले अनि उहाँले यिनीहरूलाई पनि नक्कली गणतन्त्रवादी भन्नुभयो राज संस्थावादीसँगको पनि सहकार्य सहमति छ हाम्रो पार्टी राज संस्थावादी हो पनि भन्नुभएको छैन भनेपछि राजनीतिक रूपले अब त्यो पार्टीको गन्तव्य के होला उहाँहरूले स्पष्ट भन्नुभएको छ हामी गणतन्त्रवादी हो एकैछिन उहाँको विधानमा त्यही लेखियो एकैछिन त्यसैले गर्दा यी चाहिँ नक्कली भन्नुभयो नि फेरि त्यसकारणले गर्दाखेरि उहाँहरूले भनेकै ठिक भयो उहाँहरूकै कुरा ठिक रहेछ भने अहिले त नक्कली गणतन्त्र चढाएर छ नि अब फेरि पनि रविजीहरूले त यो पनि राज्य प्रणालीलाई म्यानेज गर्ने त कुरा भएन उहाँहरू पनि त नक्कली हुनुहुँदो रहेछ यसकारणले गर्दाखेरि जबसम्म राजनीतिमा दार्शनिक वैचारिक स्पष्टता हुँदैन तबसम्म सडकमा जनता उपस्थिति हुने त्यो अलि कठोर आधार हुन्छ र एउटा मन्दिरमा बसेर कहाँ बसेर तस्बिर खिचेर म कहीँ भागेको छैन यहाँ देउताको मन्दिरमा छु नेपालमा छु भन्दा भरे भने त्यो आसामको मन्दिरमा यो गतिविधि रहेछ भने त्यसलाई मान्छेले कसरी लिन्छन् त्यो पनि कुरा आफ्नो ठाउँमा होला मुद्दा चल्छ मुद्दामा बहस पैरवी गर्ने उहाँमाथि लगाइएको अभियोग बिल्कुलै त्यो सरकारको पूर्वाग्रह हो त्यसमा फेरि विवाद छैन भनेको दुर्गा प्रसाईलाई प्रतिशोध नै राखेर पक्राउ गरिएको अब फेरि पनि म तपाईँलाई भनौँ अहिले राज्य विरुद्धको कसूर भनेर देशको सार्वभौम सत्ता अखण्डता र राष्ट्रिय एकता उप खलल गर्न नहुने भन्ने दफा 49 आकर्षित गर्नुभएको छ त्यसै गरेर 50 आकर्षित गर्नुभएको छ तर यसले के भन्छ म एकचोटि निवेदन गरौँ कसैले नेपालको स्वतन्त्रता सार्वभौम सत्ता भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस हात हतियार र खरखजाना जम्मा गर्न हात हतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वा त्यस्तो कार्य गर्ने उद्योग गर्नु हुँदैन यो कुन चाहिँ उद्योग हो यो त अहिले वर्तमान राज्य प्रणालीको विरुद्धमा संविधानको धारा 17(2) को क ख ग ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्र अन्तर्गत म राज संस्थावादी हुँ भनेर सडकमा भएको आन्दोलन हो यो सार्वभौम सत्ता अखण्डताको विरुद्ध हो देश टुक्राउने विरुद्ध हो अब त्यसै गरेर राजद्रोह नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गर्यो भनेपछि
नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक र अर्धसैनिक कसले प्रयोग गर्यो? राज्यले गर्यो कि दुर्गा प्रसाईले गर्यो? सत्ताको प्रयोग त उहाँहरूले र आपराधिक बलको प्रयोग, विचार बल प्रयोग गर्यो, अपराधको बल होइन। अहिले हामी बोलिरहेको छौँ विचार बल प्रयोग गर्नुभयो तपाईँले। भनेको त्यो राज्यले उनलाई राज्यद्रोह भनिरहँदा त्यो अपराधिक बल प्रयोग गर्यो भनेर राज्यद्रोह लाउन खोजिरहेको छ, त्यही हो। तर के भन्छ यसले, तर यस उपदफामा लेखिएको कुनै कुराले नेपाल सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसुर गरेको मान्ने छैन। ओहो, आलोचना पनि गर्न पाइन्छ भन्नुभएको छ। भनेपछि मुद्दा लगाउने कुरा र फेरि के भने भनेको तपाईँको उहाँलाई जसरी अहिले राज्यद्रोहको मुद्दा भनिएको छ त्यो निराधार छ। मैले त्यही बुझेको छु। अब कस्तो केस आउँछ उसका उहाँका वकिलहरूले के गर्छन् थाहा छैन। तर प्रश्न के हो भनेदेखि तपाईँ जति कमजोर हुनुभयो उति तपाईँको त्यो बैरीको लिस्टमा नामावली बढ्दै जान्छ अरे, शत्रुको नामावली बढ्दै जान्छ। तपाईँ जति सक्षम हुनुभयो त्यो दुश्मनीको लिस्ट घट्दै जान्छ। किन आखिर यो एउटा अभियानमा लागेका मान्छेलाई पनि यत्रो द्रोह गर्नुपर्ने राज्य किन पछाडि लाग्यो होला? कति कमजोर भएछ राज्यद्रोह लगाइदिने है, क्या कति कमजोर भयो राज्य। लगाउनुहोस् तर कति कमजोर हुनुभएछ। दुधले मुख पोलेको मान्छे मोही फुकेर पिउँछ भन्छन् नि, के गर्नुभयो? तर उनीहरूले भनेअनुसार त राज्यद्रोह लगाउनु सँगसँगै अरू अब ज्यान मार्ने उद्योग पनि उहाँलाई लाग्दैछ, सँगसँगै चाहिँ अब यो सङ्गठित अपराध त छँदैछ र उत्पात मचाउने प्रमुख पात्र दुर्गा प्रसाई हुन् रे। दुर्गा प्रसाईकै उक्साहाटमा त्यो विध्वंस त्यो क्रूरता देखियो, त्यो अर्थमा चाहिँ दुर्गा प्रसाईलाई नपक्रे कसलाई पक्रे हो? तपाईँले भनेको कुरालाई ध्यानागत गर्दै गोली चलाउने काम कसले गर्यो? त्यो त राज्य पक्षबाट भएको छ स्पष्ट। अनि होइन, घरको छतबाट गोली चलाउने मुद्दा अहिले न्यायिक छानबिन आयोग बनाउन तपाईँ किन तयार हुनुहुन्न? किन हुनुहुन्न थाहा छ? किन? अदालतमा मुद्दा कसले लान्छ? तपाईँको प्रहरीले पक्रिन्छ, तपाईँको सरकारी वकिलले अभियोग लगाउँछ। तर न्यायिक छानबिन भयो भने त प्रहरीमाथि पनि छानबिन गर्नुपर्छ, आयोग बनाउनुपर्छ, गृहमन्त्रीमाथि, प्रधानमन्त्री स्वयं पनि तानिनु होला होइन तानिनै पर्छ पनि भन्दिनँ म। ध्यान दिउँ, 14 गतेको दिन अथवा प्रतिनिधि सभामा 18 गते प्रधानमन्त्रीजीले राख्नुभएको अभिव्यक्ति उहाँले र अरू पार्टीको अफिसमा राख्नुभएको अभिव्यक्ति राजावादीहरू सडकमा आए भने हाम्रो राष्ट्रिय युवा सङ्घ बाघ जस्तो गएर झम्टिन जान्छ भन्ने, बाघे होइन झम्टिन जान्छन् भनेको छ। अनि त्यस कारणले गर्दाखेरि विचार र अभिव्यक्तिको स्वतन्त्रताको काम तपाईँको सरकारले अनुमति दिएर म काम गर्न जाँदा तपाईँका पार्टीका मान्छे आएर बाघ जस्तो झम्टिएर त्यो आन्दोलन उत्तेजक भएको कि स्वयं प्रधानमन्त्रीले बोल्नुभयो त्यो शब्द हो। उहाँले त संसदको रोस्टममा पनि प्रधानमन्त्रीको हैसियतले बोल्नुभयो। जवाब दिँदाखेरि गम्भीर विषय हो नि, एउटा सम्माननीय प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई बाघे झापु हान भनेर भन्दा। अनि संसदभित्र उहाँले भन्नुभयो 14 गते निर्मल निवास गएर 15 गते चाहिँ दुर्गा प्रसाई लगायतका मान्छेहरू अथवा उद्दण्ड सुद्दण्ड आदि इत्यादि गतिविधि गरे भनेर उहाँले जे भन्नुभएको छ। त 14 गते निर्मल निवास गएर 15 गते त्यहाँ काम कारबाही गर्नका लागि अनुमति दिने को केपी शर्मा ओलीजीको स्थानीय प्रशासन होइन? त्यसलाई छानबिन गर्नु कि नगर्नु? काठमाडौँको सिडिओ साहब हुनुहुन्छ हो। यसै कारणले गर्दाखेरि हिन्दू राष्ट्रका कुरा गरिसकेपछि फेरि पनि गीतामा श्रीकृष्णले के भन्नुभयो? नराणाम च नराधिप, म मानिसहरूमा सर्वश्रेष्ठ राजा हुँ, पशुहरूमा ऐरावत हात्ती हुँ भन्नुभएको छ। हिन्दू राष्ट्रको स्थापना भएपछि त्यो गीता फेर्नुहुन्छ तपाईँ कि गीता हिन्दुत्वहरूको त्यही गीता हुन्छ? त्यही हुन्छ भने राष्ट्र संस्था बिनाको हिन्दू राष्ट्र हुन्छ? अनि पशुपतिमा सुनको जलहरी चढाउनु भएको छ केपी शर्मा ओलीजीले, उहाँ गणतन्त्रको प्रधानमन्त्री भएर। त्यसमा भ्रष्टाचार छानबिन मुद्दा ककल्ला लाग्यो होला, अनि त्यो गर्दा उहाँलाई चाहिँ छानबिनको दायरामा ल्याउनुपर्छ पर्दैन? उहाँ त गणतन्त्रको मात्र होइन कम्युनिस्टको पनि आइडल नेता हो। यसै कारणले गर्दाखेरि
अब यो गणतन्त्र भन्दा अब यो गणतन्त्र भएको छ, यो कि गणतन्त्र कि गणतन्त्र। यसकारणले गर्दाखेरि यो सारा अब छानबिन आदि इत्यादि गर्ने भने अपार अथाह छ। प्रधानमन्त्रीजी आफैले के भन्नुभएको छ, अनि उहाँले एउटा अभियन्ताको बारेमा जुन कुरा बोलिराख्नु भएको छ, नेपाली जनताले त्यस्तै व्यक्तित्व, चरित्र, मानसिकता, धारणा, दृष्टिकोण भएको देशको सम्मानित प्रधानमन्त्रीको अपेक्षा गरेका होलान्। हैन, पक्कै पनि यस्तो खालको गतिविधि जुन अहिले देखिएको छ नेपालमा, यस्तो जनताले खोजेका छैनन्। होइन, जनताले यही खोजेको भए त्यो गद्दीहीन भएको राजा, त्यसकोमा त्यो लाखौँ मान्छे उपस्थित हुन जाँदा तपाईँले त्यतिखेर कारबाही गर्नु नि, गणतन्त्रमा राजा जिन्दाबाद भनेर हिँड्छौ तिमीहरू भनेर गर्नु भएन त। उनीको न्यायिक छानबिन समिति बनाउन नसक्नुको डर राज्यलाई आफू पक्राउ पर्छु कि भन्ने छ सरकारलाई, नेपाल सरकारलाई, राज्यलाई र यो प्रणालीलाई। हाम्रो देशको मानवाधिकार कमिटी कहाँ छ? 87 वर्षको एउटा वयोवृद्ध मानिस विचारले राज संस्थावादी होला, अर्काको सहारामा डोरिएर कार्यक्रम स्थल गएको छ, तपाईँ त्यसलाई नजरबन्द गर्नुहुन्छ, के अपराध छ? मानव अधिकारले पनि काम गरेन यो देशमा। मानव धिक्कार, खोइ मानवाधिकार, खोइ मानवाधिकार। अनि राष्ट्रिय मानव अधिकारले नाराहरू लगाउँछ, हामी ह्युमन राइट्सको लागि बोल्छौँ, होइन, एमनेस्टी, जनताको लागि चाहिँ बोल्छौँ। एमनेस्टी इन्टरनेसनल लगायतकाले त नागरिक छानबिन आयोग गठन गर भन्दा त गृहमन्त्रीजी, प्रधानमन्त्रीजी हामी न्यायिक छानबिन आयोग गठन गर्दैनौँ भन्छन्। होइन, स्पष्ट रूपमा भनिसक्नु भएको छ उहाँहरूले, हामी न्यायिक छानबिनको किनभने 17,000 नेपाली जनता मारेर यो प्रणाली जे ल्यायौँ भन्नुभएको छ। 18 वर्ष भयो आजसम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा काम गर्न सक्नु भएको छैन। 60,000 नेपाली जनताका उजुरी छन्, प्रचण्ड, बाबुराम लगायतका कोकोका विरुद्ध। तपाईँ चाहिँ 4 चोटि 5 चोटि प्रधानमन्त्री हुनुभयो, पीडित अहिले पनि सडकमा छन्, तिनीहरूले राज संस्था जिन्दाबाद भनेर राजद्रोहको मुद्दा लगाउने तपाईँ। वरिष्ठ अधिवक्ताज्यू, एउटा सामान्य बलुन पड्किँदाखेरि छानबिन समिति बन्ने यो देशमा न्यायिक छानबिन समिति जहाँ 2जनालाई मारिएको छ, 21 जनालाई गोली लागेको छ, त्यो ठाउँमा चाहिँ न्यायिक छानबिन समिति बनाउन सकिँदैन। 21 जनालाई गोली लागेको छ होइन, 21 जनालाई गोली हानेको छ। त्यही त हानिएकै छ मानव एकछिनको लागि, त्यो न्यायिक छानबिन समिति किन बनाउन नसक्यो यो सरकार? प्रश्न त्यहाँ छ कि यसै कारणले हाम्रो कानुनले के भन्छ यो विषयमा न्यायिक छानबिन हुनुपर्छ या त फेरि चाहिँ सामान्य नागरिक स्तरबाट कुनै चाहिँ नि समितिबाट बनाइदिने हो। तर जति तपाईँ समस्याबाट उम्किन खोज्नुहुन्छ उति तपाईँ खाडलमा पर्नुहुन्छ। तपाईँले न्यायिक छानबिन समिति कमिटी बनाउनलाई अवज्ञा अथवा त्यसलाई इन्कार गर्नुहुन्छ भने हामीले अघि पनि कुरा गरिसक्यौँ। अब कोही त भन्छन् दाल में कुछ काला है भन्छन् नि, यो त दाल में कुछ काला है होइन, दालै काला है भन्ने कुरा हुन्छ। पुराको पुरा दाल कालो छ। यसैले गर्दाखेरि यो वास्तवमा विशुद्ध राजनीतिक अभियानलाई तपाईले जसरी अपराधीकरण गर्नु भएको छ, राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरण गर्न जे खोज्नु भएको छ, किनभने तपाईहरु आफ्नै पनि पृष्ठभूमि सबै त्यही छ, सबै अपराध कर्मबाट आउनु भएको छ। अब राज्यले चाह्यो भने दुर्गा प्रसाईलाई कति सम्मको कारबाही गर्न सक्छ? अहिलेको अवस्था राज्यले चाहेर हुँदैन। राज्यले त भनिसक्यो नि त 25 वर्षसम्म कैद हुन सक्ने मुद्दा त उहाँहरूले लगाउँदै हुनुहुन्छ। अघि हामीले कुरा गरिसक्यौं, बीपी कोइरालालाई त मृत्युदण्डको मुद्दा लगाउन सक्ने पनि व्यवस्था गरेको थियो। त्यतिखेर त दलविहीन पञ्चायत व्यवस्था थियो, राजाको बारेमा विरोधै गर्न पाइने थिएन। आखिर त्यही राजाले भोलि त्यही बीपी कोइरालालाई क्यान्सरको उपचार गर्न अमेरिका जस्तो देशमा पठाउनु पर्यो भनेपछि अहिले तपाईले कानुनको दफा टिपेर लगाउँदैमा मलाई लाग्छ यो अभियोग पनि साबित हुँदैन, यो प्रमाणित पनि हुँदैन। दुर्गा प्रसाद प्रमाणित हुनुहुन्न यो मुद्दामा? मलाई लाग्छ प्रमाणित हुन्छ भन्ने मैले चाहिँ देख्दिन। प्रहरीमाथि गाडी किचेका चाहिँ गाडी चलाएको भिडियोहरू छ, त्यही प्रमाण पनि होला। सँगसँगै उहाँले दिएको अभिव्यक्तिहरू जुन छ
त्यो पनि छ होला। मलाई त यो कुरा सुन्दाखेरि चाहिँ फेरि अलिकति इरिटेसन हुन्छ। म मोटर चलाएर तपाईँ सुरक्षाकर्मीलाई मिच्न गएँ, मिच्न होइन किच्न गएँ अथवा ल मार्नै गएँ तपाईँले जे भनेपछि हामीले भनेको होइन, उहाँहरूले भने एकछिन। अनि त्यतिखेर राज्यले उहाँलाई किन नियन्त्रणमा लिएन? किन सकेन? होइन, नसक्ने कारण के थियो? अझ त्यही व्यक्ति प्रहरीको फन्दाबाट भागेर भारत पुगे। म यो फन्दाबाट भागेर म यो शब्दहरूको लागि म अलिकति क्षमा चाहूँ। त्यसरी राज्य अथवा सशस्त्र प्रहरी बललाई गाडीले मिच्न खोज्दाखेरि एक रति प्रहरीले बल प्रयोग गरेको भए दुर्गाजीलाई त्यहीँ समाउन सक्थ्यो, किन समाएन, किन गरेन? र गोली कहाँ चल्यो? उहाँ 3 गुणे यता तल। अनि उहाँलाई त्यो काम कार्यवाही कहाँ भयो? निजामती अस्पतालको छेउमा भने त्यहाँ त ढुङ्गामुढा पनि भएन। कहाँ भयो? यहाँ तल 3 गुणेमा। अनि त्यस्तो बाटो भागेर गयो भने, त्यस्तो बाटो भागेर गएको होइन, त्यस्तो बाटो नसमातेपछि गएको, भगाइएको। नसमातेको मात्रै भन्छु म। त्यहाँ समाउन नसक्ने के कारण थियो? के अवस्था थियो? त्यतिका प्रहरी थिए होइन? तपाईँ अथवा त्यो बेरा नै तोडेर प्रहरीलाई मार्नै आयो भनेर अहिले चार्ज लगाउनु भएको छ। त्यो प्रहरीले त्यहाँ किन उहाँलाई समाएन? आफैले गाडी चलाउनु भएको थियो, गाडीमा लाठी हानेछ। गाडीमा लाठी हान्न सकिन्छ, चलाउनेलाई समाउन सकिँदैन। अनि चलाउनेलाई चाहिँ तपाईँ भारत पुग्न दिनुहुन्छ। यो मुद्दा हो? यो शङ्कास्पद होइन, मुद्दा हो यो। हाम्रो कानुनले, हाम्रो न्यायालयले कस्तो खालको व्यवस्था बनाएको छ? अहिलेको जुन प्रवृत्ति देखिएको छ दुर्गा प्रसाईजीको खास गरेर, अरू अब छानबिनमा आउलान् नै, दुर्गा प्रसाईको नितान्त हेर्दाखेरि उहाँलाई के लाग्न सक्छ यो मुद्दा? होइन, अहिले त अब अघि हामीले कुरा गरिसक्यौँ, राज्य विरुद्धको कसुर, ज्यान मार्ने उद्योग लगायतका मुद्दाहरू, सङ्गठित अपराध, तपाईँ जे लगाउनु होला, तर त्यसको सबै कारक चाहिँ के हो? 15 गते र 15 गतेको सिनारियोमा के हुन्छ त्यसैलाई हेरेर निष्कर्षमा पुग्ने हो अदालत। मलाई लाग्छ मुद्दा त लगाउनु होला, तर प्रमाणित नहोला होइन, प्रमाणित हुने म चाहिँ कुनै आधार देख्दिनँ। अब भोलि भएछ भने अब 8औँ आश्चर्यपट एउटा भनिन्छ नि, जसलाई पत्यार गरेरै पछाडि लागेको थियो त्यसैबाट धोका भयो अथवा त्यसैबाट हत्या भयो भने के गर्नुहुन्छ? यसकारण मैले चाहिँ मेरो आजसम्मको अनुभवले र मैले यो जे जानेको छु मेरो धारणाले मलाई लाग्छ त्यो कुनै पनि कसुर कायम हुँदैन। दुर्गा प्रसाई चोखो हुनुहुन्छ। दुर्गा प्रसाई मात्र त्यो 30 गतेको 15 गतेको घटनासँग सम्बन्धित जो मान्छेलाई मुद्दा लगाउनुहुन्छ मलाई लाग्छ प्रमाणित हुँदैन। हेर्नु त आजको दिनमा राप्रपाको तर्फबाट सांसद भइसक्नुको भएको व्यक्तिलाई हतकडी लगाइएको छ। वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई हतकडी लगाएर देखिस् तिमीहरूले बोलिस् भने अब यस्तै हुन्छ भनेर देखाइदियो राज्यले। अब पनि भन्नुहुन्छ तपाईँले के हुँदैन? बाघको, नदीको, पशुको, छुरीको, राजाहरूको, सब सुन्दरीको विश्वास नगर्नु, यिन जात कपटी, अवसर परे मार्दछ दाँत कपटी। राजनीति कुन मोडमा कतिखेर कहाँ पुग्छ हेर्नुहुन्न। संसारका मन्त्री प्रधानमन्त्री भएका मान्छेहरू, आजीवन जेल बसेका, कति मृत्युदण्ड भोगेका मान्छेहरू अफगानिस्तान जस्तो देशमा हामीले हेर्दैनौँ। त्यसैले पोलिटिक्स इज ए गेम अफ पोसिबिलिटिज। राजनीतिक त्यही मान्यलाई यहाँ हतकडी लगाइराखेको छ, त्यही मान्य संसदभित्र त मलाई पक्रेर देखायो भनेको छ नि त, त्यसलाई फेरि पक्रेको छैन नि त, के बात? यसैले राजनीतिक कोर्स हामीले भनेकै अर्थमा जाँदैन। तर अहिलेसम्म जे देखिएको छ मलाई लाग्छ यी गिरफ्तार गरिएका व्यक्तिहरू उप कुनै कसुर स्थापित हुन्छ भन्ने मलाई लाग्दैन। नेपाल प्रहरी चाहिँ तानिन सक्छन् यदि न्यायिक छानबिन समिति बनाएर हिँड्ने हो भने? कोही पनि बाँकी हुँदैन, सबै जेल। नेपाल प्रहरीले प्रेस सम्मेलनमा दिएको अभिव्यक्ति र
नेपाल प्रहरीले आन्तरिक निकालेको ड्राफ्ट हो प्रतिवेदन निकाल्दा त्यो एक आपसमा बाँच्छ बाजेको छ हो मिलेको छैन र एसएलआर प्रयोग गरेर नेपाली नागरिकमाथि गोली चलाउने मान्छेहरूमाथि युद्ध अपराधको मुद्दा लाग्छ कि लाग्दैन भनेको आइजिपी साहब पनि जानु आइजिपी होइन गृहमन्त्री नै जतिसुकै मिठो खाना पकाए पनि नि पाके पनि नि कराईलाई थाहा हुन्छ मैले के पकाइराखेको छु पस्केर डाडुले पस्केर तपाईँको थालमा हालिदियो डाडुलाई थाहा हुन्छ त्यसको स्वाद भने त्यो त स्वाद पाउनेहरूलाई आदेश दिनेहरूलाई कार्यवाही सुरु गर्नु पर्यो नि अनि पो तल प्रहरी कर्मचारीहरूको कुरा हुन्छ उनीहरूले त्यति गर्यो होला पनि कस्तो संयोग है जम्मा अब 4-5 महिना मात्र बाँकी छ उहाँको 5 महिना 5.5 महिनाको अवधि मात्र छ त्यो त अब खाएर अब जे गर्नुहुन्छ यसमा मेरो कन्सर्न छैन किन आइजिपी साहबलाई अलिकति एमाले निकट भनिएको छ जुन आलोचना भइरहेको छ वास्तवमा आइजिपी साहब मुखपत्र नै बन्नुभयो एमालेको होइन म त्यसरी व्यक्तिगत रूपमा जान्दिनँ अहिले एमालेको भन्दा पनि राज्य सत्ताको दुरुपयोगद्वारा नेपाली जनताको विचार र अभिव्यक्तिको स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकारको हनन यो राज्य प्रणाली अन्तर्गतको यो सरकारका ताबेदारहरूले गरेका छन् त्यसको छानबिन चाहिँ हुनुपर्छ अन्त्यमा के हुन्छ अब यो मुद्दा कसरी अगाडि बढ्छ होइन मुद्दा निष्कर्ष के हो होइन मुद्दा अगाडि बढ्ने त के भयो त अदालतमा म्याद थप्छ अब 60 दिनसम्म म्याद थप्न पाइन्छ म्याद थपिरहन्छन् अनि त्यसदेखि पछाडि अदालतले थुनामा राख्ने तारिकमा छोड्ने जे कुरा गर्ने आफ्नो अदालतको कोर्स चलिरहन्छ के हुन्छ दुर्गा प्रसादलाई छोड्ने पक्षमा त छैन राज्य उहाँलाई त राज्य आफैले पक्रेको छ त उसले कसरी छोड्छ त कानुनले छोड्छ नि न्यायले छोड्छ दुर्गा प्रसादलाई आजीवन कैद भनिएको पनि छ त्यस्तो खालको भन्न त पाइयो नि त्यस्तो खालको चाहिँ वातावरण बनाइन्छ भनेको दुर्गा प्रसाद अब कहिले निस्किँदैन होइन हरेक दुब्लो मान्छेले यो बल भएको मान्छे मरिजाओस् भनेर मर्ने त हुँदैन नि मलाई लाग्छ फेरि पनि मैले भने जे अभियोग लगाए पनि यो मुद्दा त्यसरी कानुनी र संवैधानिक रूपमा अपराधको रूपमा प्रमाणित हुँदैन चैत 15 गते यो एउटा राजनीतिक आन्दोलन थियो या त विध्वंस मचाउने तरिकाले राजावादी आथे होइन यो विशुद्ध वैचारिक आन्दोलन थियो यसलाई उत्तेजक र हिंस्रक बनाउने काम राज्यतर्फबाट भयो राजावादीहरू पूर्ण रूपमा निष्पक्ष छन् निश्चल छन् दोषी छैनन् होइन अपराध कर्ममा राज संस्थावादी शक्तिको संलग्नता छैन त्यत्रो आगो लगाएको दण्ड मचाएको विध्वंस मचाएका त्यसमा एकजना पनि राजावादी छैनन् होइन राजावादी भनेपछि त तपाईँले हजारौँ लाखौँ मान्छेलाई भन्नुभयो राजावादी मध्येको त एकछिनलाई मान्नुहोस् कोही एउटा क भन्ने मान्छेले आगो लाउनु पर्यो होला त्यो आगो लगाउने मान्छे क भन्ने थाहा पाउनु पर्यो र त्यो क को विचार चाहिँ राजावादी रहेछ भन्ने थाहा हुनु पर्यो नि कि प्रधानमन्त्रीजीले भने जस्तो बाघ जस्तो झम्टिन गएका मान्छे छन् कि पुष्पकमल दाहालजीले भने जस्ता यो 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 आर्यघाटमा सेलाइसकेकाहरू फेरि तर्सेर आयो भने त्यो त्यतातिरका छन् कि राजावादीलाई माधव नेपालको पार्टी अफिस फुटाउनलाई के रहर होला अनि राजावादी भएको मान्छे 3 कुनेमा घटना हुन्छ मलाई लाग्छ 4 किलोमिटर होला त्यहाँ भाटबटेनी भाटबटेनी अनि भाटबटेनीमा एक बोतल बियर लिन जान्छ यसै पनि देखिन्छ के नियोजित राज्य भनौँ या जोसुकै पनि हुन सक्छ त्यसैले हरेक घुसपैठ हुन सक्छ जे हुन सक्छ तर अपराध गर्नको लागि चाहिँ अहिले हामी यहाँ 2-3 जना मान्छे भनौँ हामी 3 जना मान्छे मध्ये खाना खाने भनेर कसैले धतुरो खायो कसैले सुन्तला खायो कसैले आँप खायो भने धतुरो खाएको बौलायो भने तँ चाहिँ किन सधैँ भइस् त भन्न पाइएन नि कसैले खायो होला धतुरो तर यो हो भन्नु पर्यो नि तपाईँले अन्तिममा राज्यलाई के भन्न चाहन्छ सरकारले के गर्नुपर्छ यसमा सरकारले न्यायिक छानबिन आयोग बनाउनु पर्छ र होइन सरकार त्यसरी जनतालाई न्याय निरूपणद्वारा निकास दिन चाहँदैन भने यो लोकतन्त्र होइन यो निरङ्कुश तन्त्र रहेछ भन्ने कुरा स्थापित हुन्छ हस् यहाँले समय दिनुभयो धेरै धेरै धन्यवाद हस् धन्यवाद